अस्सलामुअलैकुम। यो हेर्नुहोस्, महेश भण्डारी सरले रवि लामी छाने दाईको बारेमा कस्तो विश्लेषण गर्नुभएको छ। हेर्नुहोस्, राम्रो छ, धेरै राम्रो। हिजोका गणेशमान आजका रवि लामी छाने। अचम्म नमान्नुहोस् है, म केही भन्दैछु सुन्नु होला। नेपाली राजनीतिमा कहिलेकाहीँ कसैले पद जितेर महान हुँदैन, तर कसैले पद त्यागेर चाहिँ इतिहास लेख्छ। हामीले इतिहासमा पढेका छौँ, गणेशमान सिंहले प्रधानमन्त्री बन्ने अवसर त्यागेका थिए। त्यो त्याग केवल एउटा पदको त्याग थिएन, त्यो नैतिकताको विजय थियो। आजको समयलाई हेर्दा त्यो इतिहास फेरि दोहोरिएको जस्तो लाग्छ। हिजोका गणेशमान आजका रवि लामी छाने। साथीहरू, आजको नेपाल यस्तो देश बनेको छ जहाँ 32 सिट भएको पार्टीले पनि प्रधानमन्त्री माग्छ, समानुपातिक 1 सिटे पार्टीले पनि मन्त्री दाबी गर्छ। र त्यही देशमा 2079 को संसदपछि प्रधानमन्त्री बन्ने सम्भावना हुँदा पनि रवि लामी छानेले त्यो पद सिधा अस्वीकार गरे। उनले जालझेल मानेनन्। त्यसपछि हामीलाई थाहै छ, जेनजी आन्दोलन भयो, देशभर युवाको ऊर्जा जाग्यो। त्यो समय रविको अवस्था अझै बलियो थियो। उनका मुद्दाहरू अदालतमा कमजोर 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 बन्दै गएका थिए। राजनैतिक विरोधीहरू युवाको दबावमा लगभग पराजित भइसकेका थिए, भागेका थिए, लखेटिएका थिए, कमजोर कमजोर थिए, हायल कायल थिए। त्यो बेला यदि उनले चाहेको भए सजिलै चुनावमा राम्रो सिट ल्याउन सक्थे। कोलिसन गरेर वा अनेक राजनीतिक तिगडम वा जोडघटाउ गरेर यसै संसदबाट उनी प्रधानमन्त्री बन्न सक्थे। किनकि यो देशमा हामीले धेरै पटक देखेका छौँ, भोगेका छौँ, सुनेका छौँ, सत्ता प्राप्त गर्न नेताहरू जे पनि गर्छन्, तर रविले त्यो बाटो रोजेनन्। बरु उनले आफ्नो पार्टीको शक्ति बालेनसँग बाँडे, विवेकशील साझासँग पनि सहकार्य गरे। टिकट बाँडियो, केन्द्रीय सदस्यहरू बाँडिए, समानुपातिक सूचीमा समेत जहाँ सुरक्षित स्थान हुन्छ उनले आफ्नै नजिकका मानिसलाई तल राखेर अरूलाई माथि राखे। किन होला थाहा छ साथीहरू? किनभने उनले सन्देश दिन चाहेका थिए, हामी एक हौं, हामी देश बनाउन आएका हौं। रवि लामी छाने व्यक्तिगत कम्फोर्ट जोनमा बस्न चाहेनन्। उनले पार्टीभित्र आफ्नो सुरक्षा वा संसदीय गणित भन्दा देशको भविष्यलाई ठूलो माने। जसरी पहिला उनले सोनिम वाग्लेलाई सजिलै उपसभापति स्वीकारेर अघि बढाए, त्यसरी नै यसपटक उनले नयाँ अनुहारहरूलाई स्वागत गरे, नयाँ नेताहरूलाई अवसर दिए। यो अवसर र यो माहौलले यस्तो लाग्यो कि पार्टी सबैको साझा घर हो। साथीहरू, यो त्यही देश हो जहाँ धेरै नेता पहिले एक प्रकारले डीएनए थुक खकार समेत टेस्ट गर्छन्, यो मान्छे मेरो गुटको हो कि होइन। तर रविले त्यो परम्परालाई तोडिदिए। जहाँ 1 सिटको लुछाचोडी हुन्छ, चुनावको समयमा उनले स्वतन्त्र उम्मेद्वार महावीर पुनलाई समेत समर्थन गरे। समानुपातिकमा असर गर्छ भन्ने थाहा हुँदाहुँदै आफ्नो पार्टीलाई पछि हटाए। राजनीतिमा यस्तो निर्णय केवल सफा दिल भएको, सफा मन भएको नेताले मात्र गर्न सक्छ। आजको राजनीतिमा धेरै नेता एकै दिन 3 प्रकारको कुरा बोल्छन्। आज एउटा गठबन्धन, भोलि अर्को गठबन्धन, आज एउटा गुट, भोलि अर्को गुट। पार्टी बदल्ने मानव गर्मी मौसममा कपडा फेरे जस्तै। नेपाल जहाँ सत्ता पाउन, आफू बन्न, आफ्ना मान्छेको नाम अगाडि राख्न जेसुकै सम्झौता गर्न पनि तयार हुन्छन्। तर रविले त्यो बाटो रोजेनन्, त्यो बाटो खोजेनन्। उनले आफूलाई पछाडि राखे र राष्ट्रलाई अगाडि राखे। त्यसैले रवि केवल नेता होइन,